भन्दा अलिकति अगाडिपट्टि हो होइन। अब यहाँ टिफरको लामा लस्कर हेर्न सक्नुहुन्छ होइन। म चाहिँ करिब रातिको 8 बजे पनि सामान लिएर यो सामान कस्टमरको घरमा पिक गर्न जानु पर्यो भनेको यहाँतिर टिफरको लामा लस्कर छ। यो पाँचखाल चौकी भन्दा ठ्याक्क अगाडिपट्टि पुरै जाम पनि छ होइन। मैले सर्लक्क लाएर एउटा भिडियो हान्दै हिँडिरहेको छु है गाइस। गाडीहरू पुरै जाम छ होइन। यतातिर टिफर, यतैतिर अब मेरो सामने जाने गाडी चाहिँ सर्लक्क हिँडिरहेको छ होइन। साइडमा गाडीहरू टनाटन प्याक छ। अब रातिको 8 बजे टिफर खुल्ने टाइम ठिक्क भएको छ भने गाडीवालाहरूलाई अब सामान लिएर जान त रातिको टाइम त हतार त भइहाल्छ होइन। कतिखेर खोलाएर लिएर जाउँला भन्ने सबैलाई त अब गाह्रो चिसो टाइममा होइन यसरी लाइनमा घन्टौँ बस्नु परेको छ। टिफर व्यवसाय गर्ने मान्छेहरूलाई पनि एकदमै गाह्रो छ कि रातिको टाइममा कुर्छ। अब बाटोमा ट्राफिकले ल्याङ गरिदिन्छ, 2 घन्टासम्म रोकेर बस्नुपर्छ। अब एक टिप गर्न पनि 2-4 हजार बचाउन पनि एकदमै गाह्रो छ। लाख लगानी गरेर होइन त्यसरी बाटोमा अलपत्र परेर बस्नु परेको छ। अब रातिको टाइममा होइन घर परिवार छोडेर 2-4 हजार बचाउनको लागि पनि गाह्रो छ यार। यस्तो छ है जागिर हाम्रो नेपालमा चाहिँ एकदमै गाह्रो छ यार। काम गरी खान एकदमै गाह्रो छ। 50औँ लाख लगानी गरेको हुन्छ गाडीमा होइन, तैपनि काम गर्न चाहिँ धेरै गाह्रो छ कि टिफर लाइनमा है। अब हामीले देख्छौँ राति गाडी कुर्छ भनेर देख्छौँ होइन, तर गाडीवालाहरूको मर्का गाडीवालाहरूलाई नै थाहा हुन्छ। हेर्न सक्नुहुन्छ है त गाडी।